सुमन कार्की किङ कि खै कहाँ कि दरबार छिटो दिनु भएन है खै किङको नाम सुन्दा पनि डर झस्किन्छ त मान्छेहरू मरेपछि हाँस होइन तँलाई यो बादशाह र किङको फरक पनि थाहा छैन त्यही त यसलाई बादशाह भनिन्छ भन्ने थाहा नभएको तङ्कदालाई त्यसै त यो राजावादीहरूको भेलाले गर्दाखेरि मान्छेको सातो उड्या हेर्दै सातो खोकीमा पनि बोलाउनु आउँछ पर्छ है सातो उडा सबैको जस्तो सातो गयो भइरहेछ अहिले त्यसमाथि आफ्नै मान्छेले किङ आयो किङ भन्छ कति न नारायण हिँडीमै छिरिनै सके जस्तो गरेर चिच्याउँछ क्या मुड खराब बोल्नु मुड खराब राजाको नाम सुन्दै मुड खराब भइसक्यो मान्छे केटाहरू के यत्रो नापिन्छ यहाँ आफ्नो जाला जस्तो छ जाला लाज लाग्छ यार के भएको